पानी परे कि मेरो घरमा चाहिँ डिमान्ड सुरु भइहाल्छ कि कहिले दुनोट बनाउनु, कहिले मोमो बनाउनु, कहिले चाउमिन बनाउनु भनेर। अनि आज चाहिँ मैले दुनोट बनाउँदैछु। यो दुनोट चाहिँ मेरो कान्छी बहिनीलाई एकदमै मनपर्छ। अनि दिदी दुनोट बनाइदिएन अरे। अनि मैले चाहिँ दुनोट बनाएको छोटो मिठो भिडियो राखेको छु, सबैजनाले चाहिँ हेरिदिनु होला, कमेन्ट लाइक फलो पनि गर्नु होला है त साथीहरू। मैले चाहिँ यो पुरा रेसिपी राखेको छुइनँ किनभने मैले पहिला पनि दुनोट बनाएको फुल रेसिपी राखेको भएर आज चाहिँ मैले एकदमै सानो छोटो मिठो भिडियो बनाएर हालेको छु। यो भिडियोमा पनि सबैजनाले पहिला भिडियोमा माया गरेको जस्तै गरेर सबैजनाले माया गरिदिनु होला। अनि मैले चाहिँ घरमा बनाएको दुनोटमा चाहिँ बेसी ओइल हुँदैन कि कस्तो खाँदाखेरि सुक्खा हुन्छ। दोकानबाट लिएर आएको दुनोटमा चाहिँ बेसी ओइल हुन्छ भने हातभरि तेल लाग्छ भने यो मैले बनाएको चाहिँ एकदमै सुक्खा हुन्छ। अनि त्यही भएर मेरो बहिनीले एकदमै मन पराउँछ कि। अनि मेरो बहिनीले त 5-6वटा खाइदिरहेको कि। अनि यो सानो डल्लो डल्लो चाहिँ के हो भन्नु होला। अनि मैले चाहिँ दुनोट काट्दाखेरि जो बिचबाट निस्केको हुन्छ नि त्यही हो। अनि त्यसलाई पनि मैले दुनोट नबनाएर अनि मैले यत्तिकै फ्राई गरिदिएको कि बिस्कुट जस्तै कस्तो दामी भएको थियो कि। अनि हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। अहिले चाहिँ बाई बाई।